क्रिसमस इज अल अबाउट गिभिङ। यो क्रिसमस भन्ने कुरा चाहिँ सबै यो चाहिँ दिने विषयको हो भनेर धेरै प्रकारले हामी क्रिसमसको मेसेजहरू फालेकै छौँ। हालेलुया। तर आज चाहिँ अलिकति यो क्रिसमस दिने विषय भनेर अलिकति सानो पाटो क्रिसमसको विषयमा प्रचार गरेर कहिले सिद्धिँदैन, तबसम्म सिद्धिँदैन जबसम्म येशू ख्रीष्ट आफ्नो मण्डलीलाई लिन आउनुहुन्न। आमेन। किनभने प्रभुले भन्नुभयो, जाओ र सारा संसारमा गर, सारा सृष्टिलाई प्रचार गर, अनि जाओ र सारा जातिहरूलाई चेला बनाऊ, पिता पुत्र पवित्र आत्माको नाममा बप्तिस्मा देऊ, अनि मैले जे कुरो तिमीहरूलाई सिकाएको छु त्यो तिमीहरूले पनि उनीहरूलाई सिकाऊ, अनि म पनि समयको अन्तसम्म तिमीहरूको साथमा हुनेछु भनेर प्रभुले भन्नुभयो। भन्नु पर्दाखेरि क्रिसमस, यो एउटा क्रिसमसको माहौलमा ख्रीष्ट येशू संसारभरि प्रचारिनुपर्छ। आमेन। र संसारभरि मात्रै क्रिसमसको माहौलमा मात्रै नभएर जबसम्म येशू आफ्नो मण्डलीलाई लिन आउनुहुन्न तबसम्म येशू प्रचारिनुपर्छ संसारमा। हालेलुया। किनभने संसारको सबै मानिसलाई येशूको खाँचो छ। प्रियहरू, आज मान्छेहरू मान्छेको बिचमा बुद्धि ज्ञानको विकास भएको कारणले, मान्छेको आफ्नो शारीरिक बल तागत शक्ति संसारमा बढी भएको कारणले, मान्छेको धन सम्पत्ति बढेको कारणले, देशमा विभिन्न किसिमको वैज्ञानिक कुराहरू बढेको कारणले, टेक्नोलोजी एकदम माथिल्लो तहमा पुगेको कारणले मान्छेहरू यस्तै होला, संसार हामीले जे गरे पनि हुन्छ भन्ने तयले मान्छे संसारमा मस्त छ। तर थाहा छ तपाईँलाई एउटा कुरा, तपाईँलाई र मलाई मात्रै थाहा छ, दे निड जिजस। हालेलुया। तिनीहरूलाई येशूको खाँचो छ। आज मलाई यही धन सम्पत्ति मेरो लागि सम्पूर्ण कुरा हो पृथ्वीमा। आज मैले प्राप्त गरेको मान इज्जत मर्यादा नै संसार मेरो लागि सबै कुरो हो। मैले कमाएको लोकप्रियता, मैले कमाएको प्रतिष्ठा नै आज संसारमा सबै कुरा हो भनेर सोचिरहेकाहरूलाई पनि प्रियहरू हो, येशूको खाँचो छ। आज संसारका ठुलाबडा मानिसहरू, राजाहरू, मन्त्रीहरू, अनि संसारका प्रेसिडेन्टहरू, देशका सल्लाहकारहरू, आर्मी सेनाका ठुलाबडा मानिसहरू, वैज्ञानिकहरू, सबै किसिमका मानिसहरूदेखि लगेर गोठालाहरूसम्मलाई आज संसारमा येशूको खाँचो छ र नै येशू संसारमा आउनुभएको। आमेन। तर हामी धन्य गौँ, वी आर ब्लेसेड पिपल। हामीले बेलैमा प्रभुलाई पाएर हामी सन्चो छौँ। आमेन। सन्चो छौँ, हामी सन्चो छौँ। आजको दिन धेरै खाँचो होला, भोलिको दिन धेरै खाँचो होला, परिस्थिति बेठिक होला है, धेरै तलमाथिको कुरा, घटी बढीको कुरा, कहिले घाम कहिले पानी, कहिले सुख कहिले दुःख, कहिले ओह्राली कहिले उकाली त छ संसारमा, त्यो हुन्छै हुन्छ। तर एउटा कुराले हामीलाई जहिले पनि ऊर्जा दिन्छ, साहस दिन्छ, ढाडस दिन्छ, विजेतामा जिउन साथ दिन्छ। त्यो चाहिँ के हो? ख्रीष्ट येशूमा भएको शान्ति हामीले पाएका छौँ। आमेन। ख्रीष्ट येशू तपाईँले मैले पाएका छौँ। हामी त ख्रीष्ट येशूका मान्छेहरू हौँ। तिमीहरू राजकीय पुजारी गिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा। हामी त येशूको मात्रै, उहाँको निजी, येशूकोदेखि उपरान्त अलिकति पनि अरूको होइन, हामी येशूका मान्छेहरू हौँ। त्यसले गर्दा हामी छाती ठोक्न पर्छ। आमेन। कसैले पनि यस्तो कुरा पाएको छैन संसारमा जसले येशूलाई पाएको छैन, कतिले येशूलाई पाएर पनि चाखेकै छैनन्। र क्रिसमस इज अल अबाउट गिभिङ। यो क्रिसमसको माहौल चाहिँ सबै दिने विषयको हो भनेर हामी जान्दछौँ। सबैभन्दा पहिला कसले दियो? हु स्टार्टेड टु गिभ फर्स्ट भन्दाखेरि परमेश्वरले दिनुभयो। गॉड गिभ। परमेश्वरले दिनुभयो। परमेश्वरले के दिनुभयो भन्दा उहाँको प्रेम दिनुभयो पहिला। आमेन। किनभने परमेश्वरले पहिला दिनुभयो, किनभने उहाँ प्रेम हुनुहुन्छ। र उहाँले के दिनुभयो भन्दाखेरि यस्तो कुरा दिनुभयो जुन चाहिँ संसारमा किन्नु सक्दैन। संसारको हिरा मोती सुन चाँदी धन सम्पत्ति, मान्छेको मान मर्यादा, कुनै पनि शक्तिले त्यो बराबरको मूल्य चुकाउन नसक्ने कुरा परमेश्वरले दिनुभयो। God give us first His only one begotten Son to the world. Hallelujah. बाइबलमा लेखेको छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। है, परमेश्वर कति दयालु हो। म जस्तो भएको भएदेखि त म त रिस उठ्दो मान्छेलाई त दिँदैन थिएँ है। रिस उठ्दो मान्छेलाई दिन्छु म, पापी मान्छेलाई दिन्छु म त केही दिनु पर्यो भने मलाई मन पर्ने मान्छेलाई मात्रै दिन्छु।
तर परमेश्वर कति निस्वार्थ, कति प्रेमिलो, कति दयालु, कति अनुग्रही, कसले नाप्न जोख्न सक्छ परमेश्वरको प्रेम? आज हामी मध्ये पनि कतिले चाखेकै छैन होला प्रियहरू। चाखेका छौँ हामीले परमेश्वरको प्रेम? रोमीको पुस्तकमा लेखेको छ, हामी पापी छँदै ख्रीष्ट येशूलाई क्रुसमा मर्न दिनुभयो परमेश्वरले हाम्रो पापको साटोमा। कोही कोही बेला हामी येशू येशू त भन्छौँ प्रियहरू हो, तर येशूलाई राम्रो निहालेको हुँदैनौँ, राम्रो चाखेको हुँदैनौँ। त्यो एकदमै असुविधाको कुरा हुन जान्छ तपाईँलाई र मलाई। हामी एकदमै क्रिस्चियन भएर हिँडेका छौँ, हामीले धेरै कुरा जानेका छौँ, सिकेका छौँ, सेवकाई पनि गरेका हौँला, हामी अनुभवी पनि भएका हौँला, हामीसँग ट्यालेन्ट छ, सिप छ, बुद्धि ज्ञान छ, धेरै मान्छेहरूलाई ठुल्ठुलो विभिन्न प्रकारको सेवकाई गरेर प्रभावहरू पारिरहेका हुन सक्छौँ। तर कोही कोही बेला एउटा प्रश्न हुनुपर्छ के येशूलाई चाखेका छौँ? There is a big question in our life sometime. त्यो पनि हुन्छ। परमेश्वरले यस्तो प्रेम गरेर एकमात्र पुत्र दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले त अनन्त जीवन परमेश्वरको साथमा जाओस्। त्यो नाश नहोस्। किन परमेश्वरले नाश नहुन मान्छेलाई यति ठुलो प्रेम गर्नुभयो? साह्रो न्यायले हेर्नुपर्छ प्रियहरू, है त। अहिले अब किन चाहिँ दिनुभयो त परमेश्वरले, किन माया गर्नुभयो भनेर हामीले बाइबलमा हेर्ने भनेदेखि यसरी पाउँछौँ। किनकि सबैले पाप गरेका छन्, परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्, है त। फर एभ्रीवन ह्याज सिन्ड, वी अल फल सर्ट अफ गॉड्स ग्लोरियस स्ट्यान्डर्ड। हामी सबै मान्छेले पाप गरेछ, बाइबलमा अर्को पनि लेखेछ, है त। सबै पापी छन्, धर्मी कोही छैन, राम्रो गर्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन। रोमीको पुस्तकमा त्यस्तो लेखेछ। सबैले पाप गरेका छन् किनभने मान्छे पापी स्वभावमै जन्मिन्छ। यो कुरा संसारले पचाउँदैन। मान्छे हामीले सुसमाचार सुनाउँदा धेरै यस्तो खालको अन्तर्वार्ताको कुराहरू अनुभव गरेका छौँ, है। म मान्दिनँ दाइ, येशू ख्रीष्ट सत्य मान्दिनँ, तर किन मान्छे येशूलाई विश्वास गर्ने मान्छेले चाहिँ नानी पनि पापी छ भन्छ, त्यो इनोसन हो भन्छन्। हो, नानीहरू इनोसन हुनुहुन्छ, उनीहरू बदला लिँदैन, तर उनीहरूसँग पापको स्वभाव छ। नानी जन्मेको 3-4 दिनमै च्यार रुनु थाल्छ, अलि ठुलो भएपछि कोपर कापर गर्नु थाल्छ, लडाइँ गर्नु थाल्छ। के भएको त्यो भन्दा हामीसँग पापको स्वभाव छ। किनभने पाप त सुरुको मान्छेको बिउमा पसेको थियो, अनि त्यो बिउबाट जति पनि जेनेरेसन उत्पादन भयो पापमा जन्मिन्छ। धन्न परमेश्वर बडो दयालु र कृपालु हुनु भएको कारण पापले त एउटा रिजल्ट ल्याउँदै थियो, पापले त एउटा इनाम ल्याउँदो रहेछ। त्यो इनाम के हो भन्दा पापको ज्याला मृत्यु हो भनेर बाइबलमा लेखेको छ। आज म सुसमाचार सुनाएको जस्तो प्रचार गरिरहेको छु प्रियहरू, तर कोही बेला हामीलाई चाहिन्छ। हालेलुया। पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशू हाम्रो प्रभुमा अनन्त जीवन। फर द वेजेस अफ सिन इज डेथ, बट द फ्री गिफ्ट अफ गॉड इज इटर्नल लाइफ थ्रू क्राइस्ट जीसस आवर लॉर्ड। फ्री गिफ्ट। परमेश्वरले संसारलाई यस्तो खालको उपहार दिनुभयो, यस्तो खालको चिज दिनुभयो, यस्तो खालको चिज दिनुभयो कि त्यो चिज परमेश्वरले सित्तैमा दिनुभयो। परमेश्वरलाई थाहा थियो एउटा मूल्य राखिदियो, त्यो चिजको मूल्य राखिदिनु हो भने संसारमा कुनै पनि माइकालाल छैन त्यो चिजको मूल्य चुकाउन। यो माइकालाल भनेको के हो मलाई थाहा छैन, तर सबैले यस्तो शब्द चलाउँछन्, होइन। को माइकालाल छ यहाँ भन्छन्, होइन। माइकल मगर भनेको भए त मेरो पास्टर हुनुहुन्थ्यो उतातिर, होइन। तर माइकालाल भन्छन् भनेको माइकल स्वर्गदूतको तुलनामा भनेको हो कि जस्तो लाग्छ। कोही पनि माइकालाल छैन कि परमेश्वरले दिनुभएको, संसारलाई दिनुभएको उपहारको साटोमा मूल्य चुकाउन सक्ने। न त हिरा, संसारभरि भएको संसार जत्रो थुप्रो हिरा राखिदियो भने पनि परमेश्वरले संसारलाई दिनुभएको मूल्यको उपहार चुकाउन सक्दैन, किनभने परमेश्वर स्वयं आफै त्यो उपहार हुनुहुन्थ्यो। आमेन। येशू स्वयं आफै त्यो उपहार हुनुहुन्थ्यो, परमेश्वरले संसारलाई दिएको उपहार। येशू स्वयं हुनुहुन्थ्यो। परमेश्वरको मूल्य कसले चुकाउन सक्छ? मान्छेलाई त परमेश्वरले बनाउनु भएको, मान्छेको सासको धड्कन त परमेश्वरको हातमा छ। मान्छेलाई परमेश्वरले समय तोकिदिनु भएको छ। मान्छे को हो, कस्तो विचार गर्छ परमेश्वरलाई थाहा छ। अहिले तपाईँको विचार के गर्दै हुनुहुन्छ तपाईँलाई परमेश्वरलाई थाहा छ। परमेश्वर अन्तर्यामी, सर्वज्ञानी, सर्वव्यापी, सर्वश्रेष्ठ परमेश्वर हुनुहुन्छ। ओम्निपोटेन्ट, ओम्निसेन्ट, ओम्नी प्रेजेन्ट गॉड। उहाँले सबै कुरो जान्नुहुन्छ, किनभने उहाँले बनाउनु भएको एभ्रिथिङ। ही क्रिएटेड एभ्रिथिङ। उहाँले बनाउनु भएको सबै उहाँलाई थाहा छ। उहाँ मालिक हुनुहुन्छ, अनि मालिक आफै संसारलाई एउटा उपहारको स्वरूपमा पुत्रत्वमा भएर आउनुभयो भनेदेखि
कसले मूल्य चुकाउन सक्छ? परमेश्वरको मूल्य कसले चुकाउँछ? हामी खसीको मूल्य चुकाउन सक्छौँ, सुन किन्न सक्छौँ, हामी हिरा किन्न सक्छौँ, परमेश्वरलाई किन्न सक्दैनौँ। परमेश्वरलाई हामीले विश्वास गर्नुपर्छ। हालेलुया। सित्तैमा, किनभने मान्छेद्वारा यो सम्भव थिएन, मान्छेले यसरी मूल्य चुकाउन नसक्ने भएको कारण अनि फेरि त्यही मूल्यले मात्रै मान्छेलाई परमेश्वर कहाँ फेरि आउन दिन सक्नुहुन्थ्यो। परमेश्वरले मान्छेको अधर्म पाप चाहिँ परमेश्वरले संसारलाई दिनुभएको उपहारले मात्रै चुकाउन सक्थ्यो। त्यो उपहार चाहिँ येशू ख्रीष्ट आएर क्रुसमा रगत बगाउनु पर्थ्यो। हालेलुया। अनि मात्रै मान्छेको पाप चाहिँ क्षमा हुन सक्छ। है मान्छेलाई यसो भन्यो भने संसारलाई हाँसोको पात्र हुन्छ क्रिस्चियनहरू, तर वास्तविक सत्यता यही छ। मान्छेको अधर्म पाप जसले गर्दाखेरि मरे पश्चात अनन्त अनन्त नर्क कुण्डमा चाहिँ दन्किरहेको आगोमा अनन्त तडपिनु पर्ने आत्मालाई परमेश्वरले सित्तैमा एउटा बाटो राखिदिनु भयो। त्यो बाटो चाहिँ येशूले भन्नुभयो, बाटो सत्य र जीवन म हुँ, मद्वारा बाहेक कोहीद्वारा पनि परमेश्वरकहाँ पुग्न सक्दैन। जसले येशू ख्रीष्टमाथि विश्वास गर्छ, येशूले बलिदान गर्नुभएको कारण चाहिँ मान्छेको पापको निम्ति हो भनेर जसले विश्वास गर्छ, आज यो सारा संसारलाई यो सन्देश छ प्रियहरू, येशू ख्रीष्ट सबै जातिको लागि, सबै मानिसहरूको लागि आउनु भएर क्रुसमा मर्नुभयो, क्रुसमा उहाँले बलिदान गर्नुभयो, रगत बगाउनु भयो। अनि उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। नत्र भने विश्वास गर्नेले उद्धार पाउनेछ, विश्वास नगर्ने दोषी ठहरिनेछ भनेर बाइबलमा लेखेको छ। जब विश्वास गरेन भने पापको ज्याला मृत्यु छँदैछ, दण्ड छँदैछ, तर त्यसको साटोमा परमेश्वरले एउटा साँच्चै नै सजिलो फ्री गिफ्ट सित्तैको वरदान राखिदिनु भयो। उहाँको पुत्र येशू ख्रीष्टलाई विश्वास गर्दा अनन्त जीवन। हालेलुया। ठुलो ताली बजाएर परमेश्वरलाई धन्यवाद दिउँ है त। अनन्त जीवन सित्तैमा, किनभने मान्छेले मूल्य चुकाउन सक्दैन है, सित्तैमा फ्री गिफ्ट मान्छेलाई, सारा संसारलाई। आज हामीले यसरी प्रार्थना गर्नुपर्छ तपाईँले र मैले यो क्रिसमसको उपलक्ष्यमा। संसारमा धेरै मान्छेहरूले क्रिसमस सेलिब्रेसन गर्छन्, एकदम ठुलो ढाँचाले येशू ख्रीष्टको जन्मोत्सवको मनोरञ्जन, एकदम शारीरिक तोडमा नाच्दै गाउँदै रक्सी खाँदै मासु खाँदै संसार क्रिस्चियनहरूभन्दा बढी खर्च गरेर पनि गरिरहेको होला। थाहा छ उनीहरूलाई ख्रीष्ट येशूलाई कसले दिएको, किन दिएको, येशूको जन्म त जन्म वाइ भन्ने कुरो चाहिँ थाहा छैन, तर हामीलाई त थाहा छ। आमेन। र हामीले कोही कोही बेला क्रिसमसको बेलामा नाच्दा गाउँदा होसियारी पुऱ्याउनु पर्ने कुरा के छ भने, हामी नाच्दा गाउँदा दसैँको जस्तो तिहारको जस्तो परिकारले नाचेको गएको होइन। हामीले कहिले पनि क्रिसमसलाई हाम्रो इसाईको दसैँ, इसाईको तिहार भन्नु हुँदैन। तर दसैँ तिहार होइन क्रिस्चियनको, दसैँ तिहार होइन। यो कुरा याद गर्नुहोस् कि दसैँ इसाईहरूको दसैँ मनाइदिन आउनु भएको येशू, इसाईहरूको तिहारको लागि आउनु भएको येशू होइन। येशू त मुक्ति दिन आउनु भएको। हालेलुया। मुक्ति दिन आउनु भएको येशू हो र खुसी हामी मनाउँछौँ। अनि क्यारलको अर्थ मान्छेलाई सुनाउनु हो, मान्छेलाई येशू ख्रीष्टको सुनाउनु हो। हामी पनि हामीलाई खुसी लाग्छ, हामीले अनगन्ती गीत बनाएका छौँ, नाच्छौँ। येशूको जन्ममा पनि ननाचेर नरमाएर अरू कतिखेर रमाउने त? अनि त्यो पनि प्रश्न छ। नाच्नुपर्छ, तर होसमा आएर हामी कसको लागि नाच्दैछौँ, किन नाच्दैछौँ थाहा छैन भने चाहिँ हामीले मनोरञ्जन गर्नुपर्छ, तर विथ क्राइस्ट, सेलिब्रेसन विथ क्राइस्ट हामीले गर्नुपर्छ। त्यो चाहिँ होसियार राख्नुपर्छ प्रियहरू। र येशू सबैको लागि परमेश्वरले दिनुभएको, बाइबलमा यसरी लेखेको छ है, सबैको लागि। हामी त्यो पद मात्रै पढ्छ, यो लेखेको छैन। लुका 2को 1देखि 8देखि 11मा यसरी लेख्छ, सुन्नुहोस्। त्यही इलाकामा गोठालाहरू थिए जसले चौरमा बसेर राति आफ्नो बगालको रखवाली गर्थे। प्रभुका एकजना स्वर्गदूत तिनीहरू कहाँ देखा परे र प्रभुको तेज तिनीहरूको वरिपरि चम्क्यो। अनि तिनीहरू साह्रै डराए। तब स्वर्गदूतले तिनीहरूलाई भने, नडराओ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूको निम्ति हुनेछ। आज दाउदको सहरमा तिमीहरूको निम्ति एक मुक्तिदाताको जन्म भएको छ। आमेन। स्वर्गदूत आउँदाखेरि तेज आउने होइन, ईश्वरीय एउटा तेज। मान्छे बियोस्, मान्छेको दिमागले काम गर्दैन। अनि गोठालाहरू कहाँ, अब पहिला गोठालाहरू कहाँ, सबै मानिसहरू कहाँ भन्ने कुरा म गर्दैछु। गोठालाहरू कहाँ मान्छेले भन्ने गर्छन् कि येशू ख्रीष्ट त कुइरीहरूको भगवान हो, अमेरिकाको भगवान हो। येशू ख्रीष्ट वेस्टमा जन्मेकै होइन, यो मुलुकमा जन्मेको, पूर्वमा जन्मेको येशू ख्रीष्ट। बेथलेम भनेको पूर्व हो है त, बेथलेममा जन्मिनु भएको।
त्यो ठाउँलाई विद्वानहरूले यसो भनेको छन्, त्यो बेथलेम भन्ने चाहिँ एकदम सेन्टर पोइन्ट अफ द वर्ल्ड भन्छन्। त्यो एकदम के अरे पृथ्वीको एकदम मध्यभाग अरे त्यो, एकदम सबैको लागि त्यो बिचमा जन्मिनु भयो, सबैको लागि। गोठालालाई छोड्नु भएन। गोठालाहरूलाई मान्छेले हेला गर्छन्, गोठालाहरू गन्तीमा आउँदैनन्। त्यो बेलाको गोठाला त झन्सारो कहीँ पनि चल्दैन थिए। त्यतिखेरको गोठालाहरू त बेच्थे, गोठालाहरूको व्यापार हुन्थ्यो त्यतिखेर, होइन? गोठालाहरूको कुनै मान्यता थिएन। गोठालाहरू चारपटमा देखा पर्न मिल्दैन थियो। गोठालाहरूको कोर्टतिर केही चल्दैन थियो। गोठाला त्यो खालको गन्धे हुन्थे, पशु प्राणीसँग बस्थे, उनीहरू गनाउँथे, मान्छेको छेउमा जाँदैन थिए। तर प्रभु सबैभन्दा पहिला स्वर्गदूतहरूले गोठाला कहाँ आएर मुक्तिदाताको सन्देशको क्यारल खेलेको हामी पाउँछौँ। हालेलुया। अनि ती गोठाला डराउँदा नडराऊ, सधैँ तिमी विभिन्न कारणले डराउँछौ तिमीहरू, त्यो खालको चाहिँ नडराऊ। आज तिमीहरू यहाँका बडा मान्छेसँग डराउँथ्यौ, यहाँका धनडा मान्छेसँग डराउँथ्यौ, यहाँका भला पञ्चसँग डराउने गरेका थियौ, यहाँका मालिकहरूसँग डराउने गरेका थियौ। तर त्यस्तो डर आज नमान। डरको खबर ल्याएको छैन मैले, है, डरको खबर छैन अहिले, डरको समाचार छैन। तर आज मैले तिमीहरूको बिचमा सुसमाचार ल्याएको छु। त्यो चाहिँ के हो थाहा छ? तिमीहरूलाई मात्र, सबै मानिसहरूको लागि आनन्दको कुरा हुनेछ। अनि क्रिसमसमा आनन्द नमानेर कहिले मनाउनु? आनन्दको कुरा हुन्छ, रमाउने कुरा, रमाउने कारण येशू। हालेलुया। रमाउने कारण येशू हुनेछ। आज दाउदको स्वरमा थाहा छ? दाउदको स्वरमा कति मान्छे जन्मे? दाउदको स्वरमा कति बहादुरी मान्छे जन्मे होला? दाउदको स्वरमा राजा कति जन्मे होला? दाउदको स्वरमा कति त्यहाँका लोकप्रिय, त्यहाँको प्रतिष्ठित मान्छे जन्मे होला? धर्मगुरुहरू जन्मे होला, सदुकी फरिसीहरू जन्मे होला। तर यसपालि जन्मेको बेग्लै हो सुन गोठालाहरू। यसपालि चाहिँ दाउदको स्वरमा सबै मान्छेहरूको लागि मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट येशू प्रभु हुनुहुन्छ। हालेलुया। ताली बजाएर धन्यवाद दिउँ हाम्रो प्रभुलाई। गोठालाहरू छक्कै परे। अरे हामी गोठालालाई पनि यस्तो सुन्न पायो त। रमाए गोठालाहरू, बडो रमाएर। अनि ती स्वर्गदूतहरू पनि ती गोठालाहरू सुनाएपछि क्यारल खेल्दै फर्के, परमेश्वरको महिमा गर्दै फर्के। गोठालाहरूलाई वचनले निर्देशन दिएअनुसार गएर भेट्दा त डुनमा सुताइरहेको प्रभुलाई भेटे। तिनीहरूले पनि दण्डवत गरे, रमायो। हालेलुया। प्रभुलाई आराधना गरे तिनीहरूले। अब अर्को संसारको सबैभन्दा ठुलो खालको मान्छेहरू यता आएर मत्तीको पुस्तक 2 1 र 2 यसरी पाउँछौँ। सुन्नुहोस्, हिरोद राजाको समयमा यहुदियाको बेथलेममा जब येशूको जन्म भयो, पूर्वका ज्योतिषहरू यरुशलेममा आइपुगेर तिनीहरूले भने, यहुदीहरूका राजा भाइ जन्मने कहाँ हुनुहुन्छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्यौँ र उहाँलाई दण्डवत गर्न आएका हौँ। We saw his star when it rose and have come to worship him भनेर भन्छ तिनीहरूले। पूर्वको ज्ञानी ज्योतिषी भनेको चाहिँ एकदमै उनीहरू चाहिँ वाइस म्यान फ्रम द इस्ट। उनीहरू एकदम बुद्धिमानी मानिसहरू। अहिलेको भाषामा भने लेटेस्ट, उनीहरू चाहिँ एकदमै लेटेस्ट साइन्टिस्टहरू पूर्वका। उनीहरू यस्तो खालको ज्योतिषीहरू थिए। अनि उनीहरूले ताराहरूको विषयमा स्टडी गर्ने मान्छेहरू थिए। यो प्राकृतिक कुराहरूको अलिकति तलमाथि हुँदा प्राकृतिक कुराहरूले के सङ्केत गर्दैछ त्यस्तो खालको जान्न सक्ने क्षमता परमेश्वरले दिनुभएको बुद्धि तिनीहरूमा थियो। उनीहरूले एक दिन अचम्म लागेर तारालाई पत्ता लगाए। अरे आजको रात त बेग्लै छ त तारा। मैले एउटा गीत बनाएको छु, होइन? दिदीबहिनीले गाउँछ होला, बेग्लै थियो आकाशमा त्यो साँझको तारा, किनभने जन्मेका थिए तारा नहारा। ए दाजु भाइ, ए दिदी बहिनी, तिम्रै लागि हो मुक्तिको खबर, सुनिदेऊ न हजुर। बेग्लै थियो आकाशमा त्यो साँझको तारा। अचम्मै मजा लाग्छ। मैले यसो बिच साँच्चै नि त्यो तारा अहिले छैन होला। त्यो तारा उनीहरूलाई बाटो देखाइदिएपछि कहाँ गयो थाहा छैन। त्यो तारा बेग्लै खालको रूप थियो, त्यो ताराको बेग्लै खालको सङ्केत थियो। तारा धेरै थिए, ताराले विभिन्न किसिमको आकारमा सङ्केत गर्दै थियो। तर त्यो ज्योतिषीहरू, त्यो ज्ञानी मानिसहरूले सधैँ ताराहरूलाई हेरेर, जुनलाई हेरेर, प्राकृतिक कुराको केही सङ्केतिक कुराहरूलाई हेर्दाखेरि पाएको विचारभन्दा त्यो दिन बेग्लै विचार आयो। यो त संसारमा कहिले नघटेको खालको घटना हुने खालको सङ्केत आयो। हामीलाई के हो त्यो ताराले भन्न खोजेको भनेर परमेश्वरले तिनीहरूलाई बुझ्ने क्षमता दिनुभयो। अनि त्यो ताराले देखाएको गर्दै जाँदा मुक्तिदाताको खबर थियो। हालेलुया।
पूर्वको ज्ञानी ज्योतिषी आकाशेरी बात गर्छन्, साँझको नौलो तारादेखि हर्षले रमाए, राजाहरूका राजा जन्मे को पत्ता लगाए, है त। हालेलुया। अनि त्यो यो मैले दुई प्रकारको, एउटा तल्लो दर्जाको मान्छे गन्नै नगन्ने, एउटा माथिल्लो दर्जाको मान्छे किन भनेको। अब त्यो माथिल्लो र तल्लो दर्जाको मान्छे बिचको त कुरै आएन नि। सबै मान्छेको लागि, जनतरेको लागि पनि, अन्तरेको लागि पनि, काइलाको लागि पनि, जेठाको लागि पनि, साइलाको लागि पनि, माइलाको लागि पनि, सबैको लागि। सानो जाति, संसारमा मान्छेले सानो जाति, ठुलो जाति, दलित, ठुला जाति, के भन्छन्। विभिन्न किसिमको धर्म, कर्म, यो जातित्व भेदभाव के छ संसारमा। सबै भाषाभाषीका बोल्ने सबै मान्छेहरूको लागि खुसीको सन्देश छ। गोठालाहरू नडराऊ, दाउदको सहरमा थाहा छ पापबाट उद्धार दिने मुक्तिदाताको जन्म भएको छ भनेर चाहिँ त्यहाँनिर भनेको छ। अब यो कुरालाई के भनेको छ भनेदेखि चाहिँ प्रभु येशूले सित्तैमा पायो, अब तिमीले सित्तैमा दियो, तिमीहरूले पाएका छौ भने दियो सित्तैमा। यदि छ तिमीहरूसँग भनेदेखि तिमीहरूलाई सित्तैमा दिएको कुरा हो। पापको ज्याला मृत्यु, तर परमेश्वरको सित्तैको वरदान, उहाँको पुत्र येशू ख्रीष्टमा अनन्त जीवन सित्तैमा तिमीहरूलाई दिएको छ। अब तिमीहरूले सित्तैमा पाएको कुरा आफै गोजीभित्र मात्रै राख्छौ कि स्वात्तै निल्छौ कि अरूलाई पनि सित्तैमा दिन्छौ कि पैसा माग्छौ त। सित्तैमा पायो, सित्तैमा देऊ। त्यो स्वर्गको भने स्वाद काटे चाहिँ वर्गको भएछ। स्वर्गको राज्य नजिकै आइपुगेको छ भन्दै प्रचार गर। बिरामीलाई निको पार, परमेश्वर मरेकाहरूलाई जीवित पार, कुष्ठरोगीलाई शुद्ध पार, भूतहरूलाई निकाल। तिमीले सित्तैमा पाऊ, सित्तैमा देऊ। हालेलुया। 12 जना चेलाहरूलाई प्रभुले बोलाएर भन्नुभयो, म तिमीलाई सबै अधिकार दिन्छु, जाऊ गएर बिरामीलाई निको पार, मरेकोलाई बिउताऊ, कुष्ठरोगीलाई निको पार, स्वर्गको राज्य नजिकै आएको छ भने प्रचार गर, प्रचार गर। स्वर्गको राज्य नजिकै आएको छ भने प्रचार गर। अनि तिमीलाई दिएको दान वरदान प्रयोग गर। त्यसले चाहिँ त्यो दान वरदान प्रयोग गराइले मान्छेको कन्सेप्ट चाहिँ स्वर्गको राज्यतिर खिचियोस्। अनि प्रचार गर। सित्तैमा तिमीहरूले पायो, सित्तैमा दियो। तिमीहरूलाई यो मुक्ति, यो उपहार जो परमेश्वरले संसारलाई दिनुभएको छ सित्तैमा दिएको हो। तिमीहरूलाई मूल्य चुकाउन सक्दैन थियो तिमीहरूले। अब यो तिमीहरूले यति साह्रो बहुमूल्य कुरा सित्तैमा पायो भने तिमीहरू आफैमा मात्रै राखी नछोडा, आफैमा मात्रै नराख, कुहाएर नराख, अरूलाई पनि देऊ। यो तिमीहरूलाई मात्रै दिएको होइन। यो 10 अध्यायमा प्रभुले भन्नुभयो चोर त चोर्न, मार्न, नाश गर्न भन्ने हेतुले आएको हो, तर म त तिमीहरूलाई जीवन दिन आएको र त्यो जीवन चाहिँ प्रशस्त मात्रामा दिन आएको हो। हालेलुया। अबन्डन्ट लाइफ, जीवन मात्रै हो भने हाम्रो लागि इनाफ छ, तर प्रशस्त भन्ने कुरो पोखिनु पर्छ, अरूले पनि पाउनु पर्छ। हामीबाट जीवन बगेन भने हामीलाई परमेश्वरले खालि नर्कबाट बचाउनको लागि मात्रै येशू ख्रीष्ट दिनुभएको होइन। हामीले पाएपछि कुन उपायले हुन्छ, कुन बेला हुन्छ, कतिखेर हुन्छ, जीवनभरिमा कतिजनालाई हुन्छ मौका खोजेर कफी खान बसेर हुन्छ कि हाट बजार गएर हुन्छ कि टाइम तक उसको घरमा गएर हुन्छ कि बाटोमा हिँड्दा हुन्छ कि काममा मौका खोजेर हुन्छ कि त्यो जीवनको बारेमा प्रशस्त जीवन छ भने दिनु, अर्कालाई दिनु। किनभने क्रिसमस दिने विषय हो। मैले सित्तैमा दिएको छु, सित्तैमा पायो, तिमीहरू पनि दिनुपर्छ। हामी खालि गिफ्टहरू साट्छौँ, इट्स ओके। हामी गिफ्ट साटेपछि कति महँगो गिफ्ट दिन्छौँ अनि मजा लाग्छ हामीलाई, आज मैले निकै महँगो गिफ्ट दिएँ है जस्तो लाग्छ। तर अर्को कुरा बिर्सेको हुन्छौँ हामीले, यो क्रिसमसमा प्रभुले दिनुभएको गिफ्टलाई बिर्सिन्छौँ हामी। हालेलुया। प्रभुले दिनुभएको गिफ्टको लागि डिसेम्बर 1 हामीले कतिजनाले घुँडा टेकेर प्रार्थना गऱ्यौँ, प्रभु धन्यवाद, अरू पनि धन्यवाद दिन्छु, तर डिसेम्बर लाग्ने बित्तिकै त्यो कुराको सम्झना मेरो हृदयमा आउँछ। यो डिसेम्बर महिनामा चाहिँ तपाईँले आफ्नो पुत्र येशू ख्रीष्टलाई एउटा शरीरमा जन्म दिनुभयो र मेरो लागि प्रभु म धन्यवाद दिन्छु भनेर कतिजनाले धन्यवाद दिनुभयो। यो मैले धन्यवाद येशू भन्ने गीत नोभेम्बर 3rd विकमा बनाएको, मैले आजभन्दा 4 वर्ष अगाडि 3rd विकमा डिसेम्बर लाग्ने बित्तिकै गाउँछु भनेर। धन्यवाद येशू, धन्यवाद येशू। अन्तिममा, डु वी हेभ जिजस टु गिभ अदर्स टुडे?
चुनौतीको कुरा चाहिँ के तपाईँ र मसँग येशू हुनुहुन्छ अरूलाई दिने? पत्रुस युहन्नाले दियो। हामीसँग छ कि छैन? येशू हुनुहुन्छ कि हुनुहुन्न? कुरा त त्यो। हामीसँग हालेलुया छ, हामीसँग भजन छ, वचन मेमोराइज गरेका छौँ, प्रचार गर्न जानेका छौँ, कोही बेला मिनिस्ट्रीको अनुभव जानेका छौँ, अहिलेको एकदमै आधुनिक कुरा जानेका छौँ। तर प्रश्न एउटा छ, येशू हुनुहुन्छ हामीसँग अरूलाई दिनका लागि? डु वी हेभ जिजस टु गिभ अदर्स टुडे? आज हुनुहुन्छ येशू हामीसँग? यही प्रश्न हो प्रियहरू। हामीले येशूलाई दिनुपर्छ अरूलाई। बहुमूल्य गिफ्टहरू दिन्छौँ, हामी उपहार दिन्छौँ, बाँधेको कुरा दिन्छौँ, रातो थैलो पोको पारेर दिन्छौँ, ब्यागहरू ल्याएर दिन्छौँ। इट्स ओके, त्यहाँ लभ छ, किनभने परमेश्वरको प्रेम छ, त्यो पनि फाइन छ। तर हामीले हाम्रो घरको परिवार, हाम्रो छर छिमेकी, हामीसँग सँगै हिँड्ने साथी, हामीसँग सँगै काम गर्ने साथीहरूलाई येशू दिन सकेका छौँ? हाम्रो बोलीले, हाम्रो व्यवहारले, हाम्रो रहनसहनले, हाम्रो आन्तरिक स्वभावले, हाम्रो नैतिकताले, हामीले जिउने ढाँचाले येशू प्रकट हुँदै हुनुहुन्छ हाम्रो ठाउँमा? तपाईँ काम गर्दै हुनुहुन्छ, त्यो तपाईँलाई परमेश्वरले दिनुभएको फिल्ड हो येशूलाई दिनका लागि। तपाईँ स्कुल जानै हुनुहुन्छ, त्यो तपाईँलाई दिनुभएको फिल्ड हो येशू अरूलाई दिनका लागि। तपाईँ हाट बजार जाने साथी, रेगुलर साथी छ तपाईँको, त्यो तपाईँको फिल्ड हो येशू बाँड्नका लागि। हामी त्यो गर्दैछौँ? प्रश्न यति नै हो प्रियहरू। अहिले डिसेम्बरको फर्स्ट विक मात्रै हो। हामीले यसरी घुँडा टेकेर प्रार्थना गरौँ, प्रभु 2025 को डिसेम्बरको क्रिसमस माहौलमा संसारमा हजारौँ मान्छेले घुँडा टेकोस्। प्रभु हजारौँ मान्छेले घुँडा टेकोस्। तपाईँको कोठे प्रार्थना, कोठाको कुनाको प्रार्थना चाहिएको छ संसारलाई। प्रियहरू, संसार भोकमारीमा तडपिरहेको छ, संसार महामारीले तडपेको छ, संसार आगो र गन्धक र गोलीगट्ठा गन्धकले, गोलीगट्ठा बारुदले तडपेको छ। संसार देशबिन घरबिन भएको छ। लालाबालाहरू चित्कार उठाइरहेका छन्, खाना छैन, लाउन छैन। संसारलाई सत्य प्रेमको खाँचो छ। अब संसार यस्तो खालको परिस्थिति उल्टो दिशातिर जाँदै गर्दाखेरि कसैले एउटा भावनामा याद गर्छ, कसैले कोहीसँग पुकारा गर्छ भने येशूको मण्डली मात्रै हो। हालेलुया। तपाईँ र म मात्रै हो संसारको मान्छेलाई माया गर्ने, किनभने हामीलाई येशूले माया गर्नुभयो। अनि माया गर्ने मान्छेले के गर्छ? संसारको न्युजहरू सुन्छ, घुँडा टेक्छ, प्रार्थना गर्छ। प्रार्थना गर्न आइज भन्नु पर्दैन, प्रार्थना गरेर उठ भन्नु पर्दैन, आफै प्रार्थना गर्छ, किनभने येशूले संसारलाई प्रेम गर्नुहुन्छ। आमेन। अनि प्रार्थना गर्छ, अनि प्रभुसँग भन्छ, मौका पर्दा नि प्रिय येशूले तपाईँलाई प्रेम गर्नुहुन्छ। हामी युक्रेनको लडाइँ, युक्रेनबाट रसिया र युक्रेनको लडाइँ हुँदाखेरि हामी युक्रेन गएको थियौँ। किन गएको हो? मार्नु सक्थ्यो होला नि। हामी त त्यस्तो ठाउँबाट आएको हो नि त। एक दिन रेफ्युजी क्याम्पमा कसैले एकजना सुन्तला देवले अबै कत्रो दिएको भन्ने अवस्थाकै मान्छे हो। अनि हामी त्यहाँ जाँदाखेरि हामीले के प्रचार गर्यौँ? प्रियहरू हो, आज तपाईँहरू देशबिन हुँदै हुनुहुन्छ। गरेर मान्छे सयौँजना आउँथ्यो, त्यो गेटबाट यता आउँथ्यो। हामी भन्थ्यौँ तपाईँ आशाबिन हुनुभयो, आज तपाईँलाई निराशा लागेको होला, तर देयर इज वान होप भनेर हामीले प्रचार गर्थ्यौँ। परमेश्वर हुनुहुन्छ, परमेश्वरमा आशा छ भन्थ्यो। मान्छेहरूको प्रार्थना गर्दा गुवा गर्नुहुन्थ्यो मान्छेहरू है। त्यसो गर्न मौका पायौँ हामीले, मौका छपेको थियो। र आज येशू संसारमा प्रचारिनुपर्छ तपाईँको मेरो जीवनबाट। हालेलुया, हालेलुया। प्रश्न यो छ कि येशू तपाईँ र मसँग हुनुहुन्छ कि हुनुहुन्न अरूलाई दिनको निम्ति? आउनुहोस् प्रार्थना।